पकाएको र यस्तो मिहिनेतले मेरी आवाई मैले त दुध घोट्नु आउला भनेको त कुराउनी हो किन यस्तो कुराउनी जाँगर गरेको यो जाडा नसुतेर लुपुक्क मेरी आवाई यो घोटिया घोटे रातभरि घोटिया घोटे हो पठाउन पर्यो दाइ बहिनी तैँले पनि खालास् मैले त दुध आइटम रुचाउनु के अरे अब बनाउनुहोस् 1-2 चम्चा भन्दै भन्दै एक माना जति रन्काइदिन्छु ल र यता फेरि ए बुहारीले भाँडा धुनी सासूले कुराउनी घोट्नी कति रमाइलो यस्तै छ ल त ल छिटछिटो भाँडा धोएर भ्याउ एक कटौरा कुराउनी खाउली तातो फेरि अर्का दिनहरू छेरपाटे लाएर अर्को आपात होला गाह्रो छ ल पाकेपछि बोलाउनु है गोडा 1 चम्चा खाम्ला खानियो अब